हेलो नमस्ते। म चाहिँ आज चाहिँ अब तपाईहरुलाई चाहिँ एउटा कविता लिएर आएको छु हैन। यो कविता चाहिँ फेरि कसले लेखेको भन्दाखेरि एकदम आदि कवि भानुभक्त आचार्य हैन, सबभन्दा पुरानो कवि भानुभक्त आचार्यज्यूले लेख्नु भएको कविताको शीर्षक छ अमरावती कान्तिपुरी नगरी भन्ने हैन। यो चाहिँ तोटक छन्दमा रचिएको रहेछ। अब कविता चाहिँ सुनौँ है त। चपला अबलाहरू एक सुरमा गुणकेसरीको फुलली शिरमा हिँड्न्या सखी लिकन वरिपरि अमरावती कान्तिपुरी नगरी यति छन् भनी गन्नु कहाँ धनिया खुसी छन् बहुतै मनमा दुनिया जनकी यसरी सुखकी सगरी अलकापुरी कान्तिपुरी नगरी कहीं भोटर लंदन चीन सरी कहीं काल भरी गल्ली छ दिल्ली सरी लखनऊ पटना मद्रास सरी अलकापुरी कान्तिपुरी नगरी तरबार कटार खुड़ा खुकुरी पिस्तौल र बन्दुक सम्मभिरी अतिशूर र वीर भरी नगरी अलकापुरी कान्तिपुरी नगरी छतकुन्सरी कान्तिपुरी नगरी। काठमाडौँ चाहिँ डिस्क्राइब भइरहेछ क्या। रिस राग कपट छल छैन जहाँ तव धर्म कति छ यहाँ पशुका पति छन् रखवारी गरी शिवकी पुरी कान्तिपुरी नगरी पशुका पति छन् रखवारी गरी शिवकी पुरी कान्तिपुरी नगरी शिवकी पुरी कान्तिपुरी नगरी अमरावती कान्तिपुरी नगरी। कस्तो मजा है, कस्तो दामी, यस्तो मजाले सबै कुरा छ नि त यहाँ डिस्क्राइब गरेको छ नि त। यो चाहिँ हाम्रो भानुभक्त आचार्यज्यू कवि चाहिँ काठमाडौँ आउँदाखेरि चाहिँ लेखेको कविता अरे कि हैन, एकदम डिस्क्राइब गरेको कविता। अनि यो चाहिँ तोटक छन्दमा रचिएको कविता भएको भएर अनि यो तोटक छन्दको लय चाहिँ मलाई मजा लाग्यो हैन सुन्दाखेरि। अनि त्यसपछि यो पनि अब तपाईहरुसँग शेयर गरौँ कि भनेर शेयर गरेको। हस्त धन्यवाद।